Hello and namaste everyone. This is Ransa and welcome back to my YouTube channel. Audio Jungle. अनि त्यसपछि आज हेर्नुहोस् मसँग को छ हेलो आज चाहिँ हामी यहाँनिर के गर्न आएको चाहनाको चिया पार्टी गर्न आएको है हामी चाहिँ अनि त्यसपछि के अनि पछि के थ्याङ्क यू सो मच गाइजहरू होइन तपाईँहरूले चाहिँ हाम्रो के भन्छ चटपटे च्यालेन्ज चाहिँ यति धेरै माया गरिदिनु भयो होइन मतलब 1K पुग्यो मतलब म यति खुसी भएर भन्नुहोस् मतलब 1K भ्युज भयो अब हजुरहरूलाई कतिमा 1 मिलियन नै पुगे यसरी खुसी भइरहेछ भनेर तर हाम्रो यो पनि ठुलो कुरा हो क्या हामीले एक्सपेक्ट नै गरेको थिएन नि त हामीले एक्सपेक्ट पनि गरेको थियो त अब उसले चिनेको अलि हेर्ला हामीले मैले चिनेको अलि हेर्ला अनि त्यसपछि आउला 40-50 भ्युज चाहिँ आउला है सोचेको तर 1K भन्नु पनि ठुलै कुरा हो कि त्यही भएर त्यसको लागि हामी आज गर्दैछौँ चिया पार्टी बिहान अब अरू त के पाउला होइन चिया बाहेक अनि त्यसपछि त्यही हो यतिखेर भएको छ चाहिँ 5:30 बजेछ है हामी बिहान उठेर हामी यहाँ चिया पार्टी गर्न आएको यतिखेर चाहिँ यस्तो छ अँध्यारो अनि पछि यहाँ छ श्रेया यस्तो राम्रो भयो कि अनि के जस्तो जाडो भइरहेछ अनि त्यसपछि अनि हाम्रो चाहिँ अरू भ्लगहरू पनि आउँछ अलि टाइम पछि आउँछ है अहिले चाहिँ अलि आउँदैन अनि सबै भिडियोहरूलाई यसरी नै माया गरिदिनु होला अनि त्यही हो गाइज अनि यतिखेर चाहिँ हामी ठ्याक्कै यहाँ माथि लाइट परेको भएर चाहिँ हामी ठ्याक्कै यहाँ बस्छ क्या त्यही खुसी लाग्यो होइन मतलब यति छिटै हुन्छ 1K भ्युज भन्ने ठुलो कुरा अनि पछि सब्सक्राइब पनि गरिदिनु होला क्या यति 1000 जनाले हेरिदिनु चाहिँ भएको छ सब्सक्राइब चाहिँ नगरिदिनु कि किन 100 बनाइदिनुहोस् त हामी फेरि पार्टी गर्न आउँछौँ नि यहाँनिर हो कि 100 जना पुग्यो भने फेरि हामी पार्टी गर्छौँ होइन के छ र अनि यस्तो हेरिदिनु चाहिँ फेरि त्यस्तो धेरैले हेरिदिनु र नि सब्सक्राइब चाहिँ किन गर्नु अनि लाइक पनि हानिदिनुहोस् ल लाइक पनि 3 सेकेन्ड पज गरेर लाइक कमेन्ट पनि राम्रो लाग्यो लागेन हजुरहरूले राम्रो लाग्यो भने राम्रो लाग्यो भन्नुहुन्छ राम्रो लागेन भने राम्रो लागेन भन्नुहुन्छ राम्रै लाग्यो भनेर भन्नुपर्ने हुन्छ अनि त्यस्तो चाहिँ नभन्नु मलाई भन्नुपर्छ नि तर लाइक चाहिँ ठोक्नै पर्यो है लाइक चाहिँ ठोक्नै पर्ने हुन्छ अनि त्यसपछि हेर्ने बेलामा पनि प्लिज है अनि त्यही हो अनि त्यही खुसी लागेर चाहिँ आज हामी बिहान पनि हिजो देखेको क्या 1K भएको अनि आज हामी पार्टी गर्न आएको क्या त्यो पनि चिया पार्टी अनि बिचारू चाहिँ चिया कहाँ उठेछौँ होइन अहिले देखाउँछौँ अहिले खानेलाई पनि देखाउँछौँ ल हामी चाहिँ ओके गाइस के भन्दैछ ए अनि आइसकेको छ हाम्रो अर्को साथी वेलकम टु माई भ्लग शुक्रिया उठ्यो पर्यो भएर डर लाग्छ अनि ऊ चाहिँ बेङ्गलोर न भनेर जान्ला अरे हामीलाई देखेर माया लागेर फर्किरहेको छ आधी साथी कसैलाई बेङ्गलोर नलाई चाहिन्छ भने प्लिज मलाई सम्पर्क गर्नु होला डिएम हर भनेको छ सम्पर्क त कहाँबाट गर्नु र डिएम हर बोक न यार टाको डिल्ला भन्छु यता 1 2 3 खाइदिनु न त सुरुप पारेर कस्तो मिठो खाएकै छैन कस्तो मिठो गफ पनि अति लाउने क्या मेरो साथीले चाहिँ ओइ के भएको ठिक है अब चाहिँ हाम्रो चिया पार्टी हुँदैछ ओइ म आइरहेको छु छ ठ्याक्क टाउकोबाट टाउको मात्र यति मात्र क्या आयो फुल आयो खिचिराख यहाँ चाहिँ छ उठ ल्याएको क्या साथीहरू होइन बिहान त अब म पार्टी गर्न पनि कहाँ जानु होइन कहाँ खुला हुन्छ त त्यही भएर हामी चाहिँ चिया पार्टी गर्न लाग्छ होइन चिसोमा
कस्तो चिसो छ सोच्न कति चिसो हुन्छ अब हामी खाँदैछौँ बिस्किट्स हेलो हिरोइन यही राखिदिन्छ नि नाच्यो भने ट्यालेन्ट छैन उसमा नाच्दैन एकचोटि फन ल किन भने ल हाम्रो चटपटी भला पनि वानके आएको क्या नाच्नु न फन फन म गीत गाइदिन्छु यसो पनि 1K प्लिज यसो न सब्सक्राइब गरिदिनु भन न सब्स्क्राइब गरिदिनु मेरो साथीको च्यानल 1K पुऱ्याइदिनु भन छिटै अनि फेरि हामी पार्टी गर्न आउँछौँ अरूलाई अर्ने धन्दा घर जमिला खानेको धन्दा भएछ तिमीहरू कुरा गरेर म यो खाल खोलेर खान हतार हुन्छ के गर्नु गाइस यस्तो छ यहाँ अहिलेको भ्यू चाहिँ हामीले देख्यो भने चाहिँ नगरौँ न यार मैले भिडियो बनाएर बेलामा मानेको कुरा ढिल्ला छिटो उड न उता उता गएर उड न उता उता गएर उडारे क्या क्यामेरा हल्किन्छ कहाँ ल रहर पुग्यो भेरी कोल्ड नेपालमा धेरै चिसो चिसो छ त्यसैले म अब अमेरिका जान्छु अमेरिका ल है साथी छिटो छिटो जाऊ अमेरिका जान्छु साथी गेट रेडी विथ हर त्यो गुन्डिनीवाले त्यो भन न कुकुरले एकै कसले ग्लोभ्स लाउँछ म चाहिँ उसको त्यो गरिन्छ क्या साउन्ड एउटा हातमा ग्लोभ्स आएछ हामी अर्को ठाउँमा अर्को हातमा ग्लोभ्स लाउँछ अर्को हातमा ग्लोभ्स लाउँछ अनि त्यसपछि अब हामी लाउन जाँदैछौँ बिल्लालाई झन्डै एट्याक गरेको थियो क्या यिनीहरूले के भने बिल्लालाई ढिलोसम्म हिँड्दैन अहिले त कलेज त अगाडि म पछाडि जाउँ न कुकुरले पनि एट्याक गर्न आयो भने फेरि आयो ढिल्ला फेरि अहिले ब्याग कसरी ल्याइदिनु न म त जानु पनि सकिनँ बिचरा उयो त अर्को पनि बिस्कुट न हो त्यो ओके गाइस दिल्लालाई आज घरसम्म नछोड्ने भयो उयो आयो हे ढिल्ला म कसरी जाने त बिचरा गाह्रो छ त्यो गयो भागमा उयो कहाँबाट गएको तिमीहरू म चाहिँ कलेज जानु पर्दैन ओके गाइज अब चाहिँ उयो यार मैले उयो मटर तान्नु ओके गाइज अब चाहिँ हामी कलेज जानु लागेछौँ किनभने अब चाहिँ 20-25 मिनट हामी पुग्नु पर्ने हुन्छ कहाँ गयो यिनीहरू अनि यो यिनीहरू पनि कलेज जान्छ अनि म पनि कलेज जान्छु अनि त्यही हो हाम्रो चाहिँ चिया पार्टी सकिसकेको छ अनि पछि फेरि अर्को पनि पार्टी देख्न चाहनुहुन्छ भने तपाईँहरूले चाहिँ 100 सब्सक्राइबर पुगाउनु पर्ने हुन्छ यो राखेको 2 दिनभित्रै फेरि हो कि फेरि गुन्डा गाडी फेरि बेङ्गलोर जानु लागिरहेछ है मैले अहिले नै भन्छु होसियारी के अरे ब्याङ्कहरू होसियार भएर बस्नु होला उयो एकदम त्यस्तो भएको आजकलको कुकुरलाई त्यही हो गाइस ए ल माक्सै लाउनु डिलिना महारानीको रियल फेस अब युट्युबको हेडलाइनहरूमा पुरा क्या आखिर डिल्लाको फेस यस्तो रहेछ डिल्लाको फेसमा माक्स टाइटलै यही राखिदिन्छु डिल्लाको फेस रिभ्यू भयो वाउ साँच्चीमै यो भ्लगमा हामीले मार्च लाखको लगाउने लाउसमा फाइनली तिमी के एरिजेको पार्ट बन्न लाग्यो यस्तो गर्नु त भएन नि अब उसको ऊ भनेको उसको छुट्टै भइसक्यो अब तिमी छुट्टै नआएको गर डिल्लाको अब त्यो भ्लगमा आएकोदेखि सधैँ मार्क्स आखिर को हो यो मान्छे मलाई पुऱ्याइदेऊ न बट्टी मलाई ढिला भएको छैन नि अहिले उतासम्म पुऱ्याइदियो हुन्छ मलाई गाइजहरू अनि अहिले चाहिँ अब हामी 20 मिनटमा कलेज पुग्नुपर्ने हुन्छ होइन
किनभने मेरो सेकेन्ड क्लास त एटेन्ड गर्नु पर्यो नि त अनि म त्यस्तो पढाउनु त आएको क्या फेरि म चाहिँ बाई ओके गाइस सो म चाहिँ ठ्याक्कै कलेज पनि पुगेँ मसँग छ यहाँ सलिना हाई सलिना गोमेज चाहिँ होइन है फेरि सलिना अनि त्यसपछि हामी चाहिँ वासरुममा आएको त्यो पनि वासरुममा पनि भ्लग बनाउनु चाहिँ छोडिँदैन ल क्लासभन्दा यार वासरुम राम्रो छ त्यो भएको भएर अनि त्यसपछि त्यही हो अनि हाम्रो चाहिँ यतिखेर सेकेन्ड पिरियड पनि सकियो अब बाँकी छ 3टा क्लास अझ तिमी मार्क्स फुकाले त कपाल मिलाउनु यस यस्तो र हाम्रो सल्लाह पनि राम्रो छ कसैलाई मन पऱ्यो भने डिएमआर ऊ चाहिँ पुरा कपाल मिलाउँदै बसिरहेछ होइन अनि म चाहिँ यहाँ छु भयो ओके म चाहिँ क्लास पुगेपछि म मेरो अरू साथीहरूलाई पनि देखाउने छु तिमी नि बोल न यार सबैजना क्लासबाट बाहिर निस्किरहेको छ क्या क्लास हुँदैन होला अनि त्यही भएर गाइजहरू फेरि हाम्रो आज पनि थर्ड क्लास भएन अनि हामी आयौँ घाम ताप्नलाई सबैजनालाई छोडेर त्यही हो अनि पछि आज पनि सबैजना ब्याडमिन्टन खेल्दै बसिरहेको छ हामी पालि नौलास छ त्यही गाइस अहिलेको अपडेट पाइ अनि होइन के अरे हाम्रो श्रीको जस्तो देख्ने मान्छे युट्युबर छ नि श्रीको हो त्यस्तै खालको छ क्या हाम्रो क्लासमा पनि है ऊ त भइरहेछ नि जे होस् क्या होइन श्रीको जस्तै देख्ने खालको हाम्रो क्लासमा पढ्छ र तपाईँहरू अनि ठुल्ठुलो भनौँ त्यही हो गाइस अहिलेको लागि अपडेट यता फर्केर पनि हेर न यार त्यो यहाँ छ अर्को उनीहरू दुईजना चाहिँ न्यू स्टुडेन्ट हो है आजबाट अनि उसँग चाहिँ फर्स्ट 3 डेबाट नै थियो त्यही हो अनि तिमीहरूको नाम भनिदेऊ न मेरो नाम पवित्रा कार्की अनि तिम्रो श्रेष्ठ अनि ऊ हो सलिना श्रेष्ठ ऊ पुरै घरकै त्यो लोकेसन भनेर सबैजना जस्तो घरमा गएर अनि अझ भन न घर कस्तो कतिवटा घर पछाडि छ तिम्रो घर भनेर फेरि चोरी होला तिम्रो पनि अनि तिम्रो मेरो त खै छैन ऊ फेरि हेर्न के गरेको छ मेरो घर त बेलाखा नगरपालिका हो उसले सबै भन्छ आउनु होला भिजिट गर्न अहिले राउन्ड आउला है मङ्सिर छ नि मङ्सिर गइसक्यो कस्तो राम्रो हाम्रो चाहिँ यतिखेर फोटोसुट चलिरहेछ क्लासमा अनि हेर्न सक्नुहुन्छ सल्ना त्यही हो गाइस अनि त्यसपछि यहाँ अर्को साथ छ अनि त्यसपछि यहाँ ऊ पनि फोटो खिच्दैछ त्यही हो खतरा आउने रहेछ मलाई लाग्यो ओके बाई यिनीहरू दुईजना खिच्दै
चाहिँ घर जानुपर्ने Okay guys, that's all for today. If you like this video, do like, comment, share and subscribe my YouTube channel. Bye!